के तपाईँलाई कहिले लाग्छ सधैँ किन अरू मानिसहरूले मौका पाउँछन्, निर्णय गर्छन्, नेतृत्व लिन्छन् र म मात्र हेरेर बसिरहन्छु? यदि यो महसुस भएको छ भने द 48 लज अफ पावर तपाईँलाई घाउ नै लागेको ठाउँमा औला राखिदिन्छ। यो पुस्तक शक्ति, प्रभाव, मनोविज्ञान र मान्छे कसरी काम गर्छन् सबै कुरा नाङ्गो, कडा र यथार्थ रूपमा खोलिदिन्छ। र सबैभन्दा ठूलो कुरा, यो पुस्तकले यो सिकाउँछ मानिसहरूले के भन्छन् त्योभन्दा उनीहरू के गर्छन् त्यो बुझ्न सके तपाईँ जीवन जित्नुभयो। यो मानिसको स्वभाव, राजनीति, कार्यस्थल, सम्बन्ध र शक्ति खेल निरपेक्ष, निष्फिक्री र कठोर रूपमा अध्ययन गर्ने किताब हो। यही कारणले पुस्तक विवादास्पद पनि छ, तर विश्वभरका नेता, सिइओ, कलाकार, सैनिक र स्ट्राटेजिकले पढ्छन्। किन? किनकि यो नैतिकता होइन, वास्तविकता सिकाउँछ। के तपाईँलाई थाहा छ, संसारमा शक्ति त्यही पाउँछ जो शक्ति खोज्दै हिँड्दैन। शक्ति उनीहरूले पाउँछन् जो चुपचाप आफ्नो चाल बिछ्याइरहेका हुन्छन्। द 48 लज अफ पावर यही कडा सत्य खोलिदिन्छ। रबर्ट ग्रीनले लेखेको यो पुस्तक शक्ति कसरी चल्छ, कसरी मानिसहरू एकअर्कालाई नियन्त्रण गर्छन् र कसरी संसार साधारण मान्छे होइन रणनीतिज्ञहरूले चलाउँछन् भन्ने कुरा कच्चै रूपमा प्रस्तुत गर्छ। यो किताब पढ्दा सुरुमा लाग्छ के यो पुस्तक मानिसलाई धूर्त बनाउँदैछ, तर वास्तविकता उल्टो छ। यो पुस्तक संसार धूर्त छ भन्ने तथ्य देखाएर तपाईँलाई सुरक्षित, चतुर र जागरुक बनाउँछ। किताबको पहिलो शक्ति नियम नै कटु छ। कसैलाई आफ्नो शक्ति देखाउन नदिनु, अर्थात् गुरुभन्दा ठूलो बन्ने प्रयास नगर्नु। कहिलेकाहीँ विनम्रता पनि एक रणनीति हो जसले तपाईँलाई अप्रत्याशित रूपमा उठाउँछ। दोस्रो ठूलो नियम, धेरै नबोल्नु। मौनतामा शक्ति छ। रबर्ट ग्रीन भन्छन्, बोल्दा तपाईँ आफ्नो रहस्य फोड्नुहुन्छ, तर चुप रहँदा अरूले तपाईँको शक्ति अनुमान गर्न सक्दैनन् र अनुमानले मानिसहरू डराउँछन्। डरले तपाईँलाई शक्ति दिन्छ। तेस्रो नियम, सधैँ आवश्यकभन्दा कम देखिनु। यो नियम सोझा मानिसहरूका लागि सबैभन्दा उपयोगी छ, किनकि संसार निर्दयी छ र तपाईँलाई कहिले कमजोर देखायो त्यही क्षण उपयोग गर्छ। फिल्मी दुनियाँ, राजनीति, व्यापार, जहाँ जहाँ प्रतिस्पर्धा छ त्यहाँ यो नियम जीवन रक्षक हो। यो पुस्तक बताउँछ शत्रुलाई पूर्ण रूपमा नष्ट नगर्नु। किन? किनकि पूर्ण विनाशले नयाँ शत्रु जन्माउँछ, तर आधा अधुरा पराजित शत्रु डरले थरथराउँछन् र कहिले फेस अफ गर्न आउँदैनन्। यो मनोविज्ञान हो। मानिस आंशिक पराजय सहे पनि आशा बाँकी राख्न चाहन्छ। आशा बाँकी रहे उसले तपाईँलाई टक्कर दिन सक्दैन। अरू एउटा अद्भुत नियम, सधैँ अरूलाई तपाईँमाथि निर्भर बनाइराख्नु। यो सुन्दा नकारात्मक लाग्छ, तर जीवनमा मूल्यवान बनिरहनु नै सबैभन्दा ठूलो सुरक्षा हो। यदि तपाईँसँग यस्तो कौशल छ जसले अरूलाई बाध्य बनाउँछ तपाईँलाई छाड्न नसक्ने, त्यो नै शक्ति हो। र पुस्तकले सिकाउने अर्को महत्त्वपूर्ण पाठ, भावनामा निर्णय नगर्नु। शक्ति भावनाबाट होइन, दूरदृष्टि, धैर्य र रणनीतिबाट चल्छ। कसैले तपाईँलाई अपमान गर्यो भने त्यही क्षण प्रतिक्रिया दिनु कमजोरी हो। सहनेहरू, हेर्नेहरू र सही क्षणमा प्रहार गर्नेहरू इतिहासमा शक्ति हातमा राख्छन्। पुस्तकभरि बारम्बार आउने सन्देश एकदम स्पष्ट छ। संसार एक खेल हो। धेरैलाई यो खेल खेल्न आउँदैन, तर जसले सिप सिक्यो उनीहरू जीवनका नियम बदल्न सक्छन्। द 48 लज अफ पावर कसैलाई खराब बन्न सिकाउँदैन, बरु शक्तिशाली बन्न सिकाउँछ, सजग बन्न सिकाउँछ, अनावश्यक विश्वासबाट बच्न सिकाउँछ। कसरी शान्त, बुद्धिमान र उच्च मनोवैज्ञानिक समझ भएका व्यक्तिहरू संसारलाई बिना आवाज चलाउँछन् त्यो देखाउँछ। यो पुस्तक आजको प्रतिस्पर्धात्मक संसारमा एक ढाल पनि हो र एक हतियार पनि। ढाल किनकि यसले तपाईँलाई धोका, छल र खेलबाजीबाट बचाउँछ। हतियार किनकि यसले तपाईँलाई अवसर, रणनीति र समयको प्रयोग सिकाउँछ। र अन्तिम कुरा, शक्ति उसैले पाउँछ जो शक्ति जति बेला चाहियो ठ्याक्कै त्यही बेला प्रयोग गर्न जान्छ। अनावश्यक समयमा शक्ति प्रकट गर्नु स्वयंलाई कमजोर बनाउने हो। रबर्ट ग्रीनले यो कुरा इतिहासका सबै ठूला मानिसका कथाबाट प्रमाणित गर्छन्। यदि तपाईँ जीवनमा माथि उठ्न चाहनुहुन्छ, शान्त तर प्रभावशाली देखिन चाहनुहुन्छ, लामो खेल खेल्न चाहनुहुन्छ, तर कसैलाई चोट नदिई आफ्नो स्थान बनाउनु छ भने यो पुस्तक तपाईँका लागि नै हो। द 48 लज अफ पावर तपाईँलाई डराउँदैन, तपाईँलाई उज्यालो बनाउँछ। यदि यो पुस्तक केही चतुर तर गलत मानिसले पढ्यो भने उनी म्यानिपुलेटिभ बन्न सक्छन्, तर यदि तपाईँले पढ्नुभयो भने तपाईँ जोगिन सक्नुहुन्छ। यो पुस्तक कसरी चलाउने मात्र होइन, कसरी नचलिन पनि सिकाउँछ। यो दुई धारको तरवार जस्तै हो। प्रयोग कसरी गरिन्छ,
त्यसले नै तपाईँको भविष्य बनाउँछ वा बिगार्छ।